भनेको तर स्कुटरमा होइन घाँस यस्तो भएको के भन्छ अरे 6 बजे मर्निङ वाक जान्छु भनेको थिएँ होइन अनि के भन्छ अरे ठ्याक्कै उल्टो भन्छ क्या घडी त घुमेर 9 भइगयो क्या अब यो 9 बजे अब यो घाममा को हिँड्छ त होइन अब स्कुटरमा सर्न जाने पसल तर पार्क अगाडि स्कुटर राख्ने अनि जाने अब 5-7 राउन्ड 8-10 राउन्ड कति हान्न सक्छ हान्ने अनि फेरि फर्किने सुन्दर शान्त पोखरा थियो क्या देख्यो नि यहाँ बबाल छ सिनारी है अन्नपूर्ण हेन्चुली होइन अन्नपूर्ण 1 2 3 को सब उस भइरहेछ क्या पोखरा यस्तो आफैमा सुन्दर पनि होइन यसको सुन्दरताको कति बयान गरौँ कि होइन यस्तो पागल होइन फाइनल्ली होइन हामी चाहिँ पार्कमा आयो होइन अब हल्का एकछिन दौडिनुपर्छ कि 6 बजे निस्किन्छु भनेको ठ्याक्कै उल्टो भइगएको छ क्या घडी घुमेर 9 बजे छ यताबाट अनि डोन्ट बी लेजी म्यान यु क्यान डु इट भन्यो अनि हिन्दीमा झरुक्क उठ्यो होइन सुरुक्क कुद्यो यु क्यान डु इट म्यान कम अन यहाँबाट दौडिने हो अब यहाँबाट कुद जाऊ म आउँछु जाऊ सक्छ वार्मअप गर पहिला ओइ वार्मअप गर के फाइनली वी आर रेडी टु रन होइन अब चाहिँ यही ग्रेट वसुन्धरा पार्कको होइन यहाँ चाहिँ अब कति राउन्ड हान्न सकिन्छ हान्ने हो ओए ल सुरु कुद न म आउँछु पछि राइट साइड कहाँ उल्टो घुम्छु यताबाट क्लकवाइज ऊ चाहिँ सुरु गरेँ है अब म पनि गएँ राउन्ड सकिएन धेरै पछि ग्याप भयो माछु चाहिँ ब्याकग्राउन्डमा दामी छ मेरो बुढी पनि दौडिँदैछ कति राउन्ड हान्यो 3 राउन्ड ल बधाई छ है अर्को पालि 6 राउन्ड है सक्दैन म 10 राउन्ड 10 राउन्ड हुन्छ 5 राउन्ड चाहिँ हुन्छ 5 राउन्ड होइन 6 राउन्ड हान्छ सक्दैन थकित मान्छे है अब फेरि अब पुसअप पुलअप हो है हेलो साथीहरू हामी चाहिँ पहिला चाहिँ उताको पार्कमा दौडिन्छ अनि एक्सर्साइज चाहिँ यता चाहिँ किनकि यहाँ चाहिँ तल अनि राम्रो खालको ब्याकग्राउन्डमा पनि दामी देख्छ होइन त्यही भएर अनि यता चाहिँ पुलअप पुसअप गर्नेहरू सबै ठाउँहरू छ त्यही भएर नि उताको पार्कमा चाहिँ रनिङ यताको पार्कमा चाहिँ एक्सर्साइज गर्छ कि हामी त्यही भएर ल अब हाम्रो एक्सर्साइज चाहिँ सुरु हुन्छ है अब चाहिँ म पुसअप हान्न जाँदैछु होइन वाइड पुसअप हान्नु पर्छ त्यसपछि चाहिँ डायमन्ड पुसअप हान्छु है
लास्टै केयर गर्ने बुढी रहेछ नि होइन हेर्न यता हेर्न अब मेरो बुढीको पालो पुसअप गर्ने ल आर यु रेडी Okay, come on. Oh, Hannah, start. Alright, मेरो बुढी चाहिँ सेटअप हान्दैछ होइन ताने ताने यस छिटो छिटो के हेर्न ल यतापट्टि चाहिँ यो पुलअपहरू गर्ने ठाउँ होइन अब यहाँ चाहिँ पुलअप हान्ने पुलअप चाहिँ अलि त्यति सकिँदैन थकाइ लाग्छ यो पुसअपको लागि हो पुसअपको लागि हो क्या र ल यहाँ अब पुलअप हान्ने है ट्राई गर न उफ्र सानोमा ल उफ्रियो झुन्ड्यो नि त त्यो त्यो बााउन्स हुन्छ अनि त्यहाँबाट अनि ट्याक्क उफ्रिने ल ल ल ल उफ्रियो हाइट पुगेन उचाल्दियो भयो ल होइन हामी चाहिँ यहाँबाट अब घर जान लागेको आजको एक्सर्साइज चाहिँ सबै एक्सर्साइजहरू 3 सेट गरिन्छ क्या होइन अनि भिडियोमा चाहिँ एक सेट मात्र हालेको किनकि मोबाइल धेरै हिट भयो घाम पनि लागेको थियो अनि काटेको भइगयो क्या भिडियो फेरि निदिहाल्छ कि अनि उता देखेको पार्कमा चाहिँ हामी दौडिन्थ्यो भने अनि ठ्याक्कै अपोजिट साइडको यसको चाहिँ एक्सर्साइज गर्न आउँछ क्या है माइलो मोटर चलाउँदै अब यस्तै ट्र्याक्टर लिएर हिँड्नु पर्ला जस्तो छ ल यता खतराहरूमा चढ्न त बाँदरलाई जित्दिन्छ यसले प्याट रुखमा चढ्न त डेन्जर हो क्या यता होइन के फलेछ र टिप्न गएको त अङ्गुर फले गाइज यसले मलाई मेरो लागि फुल टिप्न गयो के अरे के यस्तो दुःखहरू चाहिँ के मेरो लागि आमा खै ल टिप्दा नि त मेरो मया टन है त्यो टिपेर ल्याउने अनि मैले तिम्रै शिरमा उस गरे होला नि सिउरिने होला नि लास्टमा होइन खै बोतल ल खोइ 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 ओए ल मेरो बुढीले मलाई फुल टिपेर रुखमा चढी दुःख गरेर आमा अझै भयो अब जाने ल अब फाइनली अब घरतिर जानु पुरा थकाइ लाग्यो फ्रेस पनि हुनु छ होइन कानै डुम्म भयो
रिस्क चाहिँ भयो पछाडि चाहिँ है 6 बजे भनेको ठ्याक्कै घडी घुमेर 9 भएको पनि क्या त्यतिकै जे भन्नु नि दिनको एकचोटि वर्कआउट गरेर त भइहाल्यो नि होइन ओए कहाँ जानु लाग्यो ए भ्याइ एक्सर्साइज हो थकै लागेन त लागेको छैन अब भोलि अर्कोचोटि चाहिँ आज 3 राउन्ड हाने अर्कोचोटि चाहिँ 6 राउन्ड अनि पुसअप कति हाने भोलि अर्कोचोटि 12 चोटि हान्ने है अर्को ठाउँ कहाँ जाने अब पावर हाउस नेक्स्ट भिडियोमा चाहिँ हामी पावर हाउस जान्छौँ है ल सी यू गाइज थ्याङ्क यू है